टाइमको पङ्क्चुअलिटी भनेको के हो, टाइम भनेको के हो, त्यो तिमीहरूलाई त्यसको महत्त्व बुझाउँछ। यदि कोही व्यक्ति, ध्यानसँग सुन, यदि कोही व्यक्ति साथीको बर्थडेमा बोलायो, बर्थडेमा बोलाएर ऊ केक काट्दै आइपुगेन, अरू सबै आइगयो तर ऊ चाहिँ आइपुगेन, तर ऊ ढिलो आयो, आएर सोद्धाखेरि उयो गर्दाखेरि 5 मिनट लेट भएको थियो। ठिक छ, कहानी सुन्दै जा। 5 मिनट लेट भयो त उसले अरे किन ढिलो आएको भनेर, अरे 5 मिनट लेट भयो म भनेर भन्यो उसले। त वास्तवमा ऊ कति मिनट लेट भएको छ भन्? केक काट्दाखेरि ऊ थिएन, ऊ 5 मिनट लेट होइन, ऊ पुरा 1 साल लेट भयो। किनभनेदेखि अब त्यो केक काट्नु अर्को साल मात्रै काट्छ साथीले, होइन? योपालिको त काटिसक्यो, त्यसको मतलब 1 साल लेट भयो। यदि कुनै संस्थामा या कुनै संस्थाले बोलाएको जग्गामा यति बजी चाहिँ रिबिन काट्छ, जस्तै माने कि 10 बजी रिबिन काट्छ भनेर भन्यो, त ऊ 10 बजेर 5 मिनटमा पुग्यो। ठिक छ, 10 बजेर 5 मिनटमा पुग्यो भने ऊ रिबिन काट्दै थिएन। ठिक छ, भनेपछि ऊ कति लेट भयो? ऊ पुरै जिन्दगीभरि लेट भयो, होइन? किन अब दोबारा काट्छ त्यो हलको रिबिन? काट्दैन नि त दोबारा, होइन? त्यसको मतलब ऊ पुरै जिन्दगीभरि लेट भयो, बुझ्यो? त्यो भएर काहीँ पनि यदि निमन्त्रणा दिन्छ भनेदेखि त्यहाँ 5 मिनट पहिला पुग्नुपर्छ, 5 मिनट ढिलो पुग्ने होइन, बुझ्यो? टाइमको पङ्क्चुअलिटी भनेको कुरा त्यो हो। खासमा चाहिँ कुरा त्यो बुझ्नुपर्छ कि यदि म त्यो रिबन काट्दाखेरि या यदि त्यो साथीले केक काट्दाखेरि म छुइनँ, पुगिनँ भनेदेखि म पुरा साथीको बर्थडेमा 1 साल लेट हुन्छु। अब अर्को साल मात्रै साथीले बर्थडे के अरे केक काटेको देख्नु पाउँछु भन्ने आफूले सोच्नु पर्यो। रिबन काट्दाखेरि ढिलो पुग्यो, भिआइपी आइपुगिसक्यो तर आफू पुगेको छैन, 5 मिनट बादमा पुग्यो, त यसको मतलब अब त्यो इभेन्ट उसले जिन्दगीभरि कहिले पनि देख्नु पाउँदैन, बुझ्यो? किनकि रिबन अब एकैपल्ट मात्रै काट्छ, त्यसको बादमा बार बार काट्दैन। काहीँ पनि प्रोग्रामहरू हुन्छ, बोलाउँछ, निमन्त्रणा हुन्छ, त्यहाँनिर ढिलो जाने होइन, ठिक छ? टाइममा पुग्ने। कसैले पनि बोलाउँछ भनेदेखि यति बजी आइपुग्नुहोस् है भन्यो भने त्यति बेला त्योभन्दा 5 मिनट पहिला पुग्ने त्यहाँ। तब मात्रै कुनै पनि कामको सुचारू रूपले चलाउन सक्छ, नत्र भनेदेखि सुचारू रूपले त्यो कार्यक्रम चल्दैन, बुझ्यो? उसको कारणले गर्दामा 2 घण्टाको प्रोग्राम 3 घण्टा हुन्छ, बुझ्यो? त्यस कारणले गर्दामा समयलाई ध्यानमा दिएर हिँड्नुपर्छ। समयको पङ्क्चुअलिटी हुनु भनेको मतलब चाहिँ यो हो, आफै नै लेट हुनु हो। अरे लेट पनि त्यस्तो लेट भयो हुने होइन जो कि उनीहरूको कार्यक्रममै नै फेल भओस्। मैले यहाँ देख्छु, यहाँ के अरे हरेक प्रोग्रामहरूतिर देख्छु मान्छे ढिलो आउँछ, बोलाउँछ 10 बजी, पुग्छ 11 बजी, अन्त त्यो प्रोग्राम त्यसै पनि लेट भइरहेको छ। त्यही माथिबाट के अरे मान्छे साथीहरूलाई बोलाएको साथीहरूलाई पनि लेट आइदिन्छ, त्यो माथिबाट ढिलो हुँदै 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 गएर त्यो प्रोग्राम लम्बिएर जान्छ, बुझ्यो? त्यो भएर समयलाई ध्यान दिनुपर्छ। काहीँ पनि तिमीहरूलाई बोलाउँछ, इन्भिटेसन हुन्छ भनेदेखि 5 मिनट पहिला पुग्ने, बुझ्यो? त्यसलाई भन्छ समयको पाबन्दी, ठिक छ? समयको पङ्क्चुअलिटी। 5 बजेको टाइम दिए, 5 बजी तिमीहरू रेडी भएर बस्नु भन्यो भनेदेखि तिमीहरू 5 बजी उठ्ने होइन, ठिक छ? 4:30 बजी उठेर तिमीहरूले आफ्नो मुख, हात, टोइलेट सैलेट जो गर्नु छ एकदम गरेर रेडी भएर तिमीहरू 5 बजी तिमीहरू ग्राउन्डमा उभिएको हुनुपर्छ। 5 बजीको टाइम दिएको छ, 5 बजी ओछ्यानमा उठेर त्यहाँदेखिको बल्ल तयारी हुँदा तिमीहरूलाई फेरि 5:30 हुन्छ। त्यो त फेरि कति आधा घन्टा लेट भइहाल्छ, होइन? त्यो भएर दिएको टाइमभन्दा आधा घन्टा पहिला तयारी हुनुपर्छ, डिस्टेन्सलाई हेरेर। त्यो पनि
मान कि तिमीहरूलाई 10 मिनट जानु लाग्छ भनेदेखि त्यो 10 मिनटलाई पनि कभर गर्नुको लागि तिमीहरू 10 बजीको टाइम दिएको छ भनेदेखि तिमीहरूले 9 बजी नै रेडी हुनु पर्यो। बुझ्यो? 9 बजी नै रेडी भएर मतलब रेडी भन्दाखेरि अब तयारी हुनु पर्यो नि त, कपडाहरू प्रेस गर्नु छ भने प्रेस गर्नु पर्यो 9 बजीदेखि नै। त्यसको बादमा के अरे त्यो के अरे मुखहरू जो धुनु छ, तयारी तुरी हुनु छ, जो मेकअप सेकअप गर्नु छ 9 बजेकोदेखि लिएर 9:30को बिचमा त्यो सकेको हुनुपर्छ। त्यहाँदेखिको लुगा सुगा लगाएर तिमीहरू तयारी हुँदा नहुँदा ठिक्कै 9:30 हुन्छ। बुझ्यो? 9:30 हुन्छ। त्यहाँदेखिको 10 मिनट तिमीहरूलाई जानु पनि लाग्छ त्यहाँ, त्यो पनि याद गर्नुपर्छ। गाडीमा सपोज मान कि तिमीहरू बाइकमै जाँदैछ भने बाइकमा जाँदाखेरि बिचमा केही भइहाल्यो भनेदेखि, टायर पम्चर भयो भनेदेखि या जाम भयो भनेदेखि त्यो समयहरू सबै पहिला नै क्यालकुलेट गरेर हिँड्नुपर्छ। बुझ्यो? जामको पनि बिचमा केही हुनसक्छ, या कोही साथीहरू भेट्ला तिनीहरूसँग 2 मिनट 10 मिनट 2 मिनट 3 मिनट त बात गर्नु पर्यो उभिएर। त्यो टाइमहरू पनि सबै कभर गरेर मेकअप गरेर निस्क्यो भनेदेखि तिमीहरूलाई 10 बजी बोलाएको ठाउँमा तिमीहरू 10:05 मा, ठिक छ, 5 मिनट पहिल्यै पुग्छौ। नत्र भनेदेखि तिमीहरू घरबाटै ढिलो निस्किएको छौ। 10 बजी बोलाएको छ, 10 बजीदेखि तयारी हुनु सुरु गर्यो भनेदेखि घरमा तयारी हो भनेको होइन नि त, 10 बजी चाहिँ यहाँ आइपुग भनेको हो। बुझ्यो? जहाँनिर पनि कुनै पनि कार्डमा हेर्नु टाइम 10 बजी लेखेको हुन्छ, त समय 10 बजी लेखेको छ भनेदेखि घरबाट 10 बजी हिँड्ने होइन। फेरि 10 बजी हिँड्यो भने तिमीहरू आधा घन्टा कमसेकम 40-45 मिनट त लेट हुन्छै हुन्छ तिमीहरू। बुझ्यो? त्यही कारणले गर्दामा 1 घन्टा पहिला तयारी हुने हो, आफूले आफूलाई रेडी गर्ने, सुरु गर्ने। मतलब जुत्ता पलिस गर्नु छ, जुत्ता पलिस गर्नु सुरु गर्ने 9 बजीपछि। त्यहाँदेखि लुगाहरू प्रेस गर्नु छ, लुगा प्रेस गर्ने। त्यहाँदेखिको तयार म्यार क्रिम पाउडर लगाउँदा ओर्दा तिमीहरूको आधा घन्टा त त्यहीँ खाइदिन्छ। त्यहाँदेखिको निस्किएर बाहिर निस्किँदाखेरि त्यो समय, बाहिरको निस्किने समय पनि आफूले म्यानेज गर्नुपर्छ, तब मात्रै तिमीहरू टाइममा पुग्छ। बुझ्यो? गुड। समयलाई चाहिँ यसरी म्यानेज गर्नुपर्छ, नत्र भनेदेखि हमेसा ढिलो। मैले यहाँ देख्छु, म 60-70 वर्ष 50-60 वर्ष पुगेको मान्छेहरू पनि ढिलो आउँछ। किन भन्दाखेरि उनीहरूको टाइमिङै गलत छ, सुरुदेखि नै टाइम गलत छ। उनीहरू हमेसा कहीँ पनि त्यो मान्छे कहिले पनि टाइममा पुग्दैन। रेकर्ड हुन्छ त्यो मान्छे के टाइममा नपुग्ने, सबैलाई थाहा भइसकेको हुन्छ यो मान्छे कहिले पनि टाइममा आउँदैन भनेर। त्यो भएर आफूले आफूलाई समयमा तयारी गर्ने, समयमा निस्किने। बुझ्यो? अबदेखि मैले 5 बजी भनेको छ भनेदेखि तिमीहरू 4:30 बजी उठ्ने हो। बुझ्यो? 4:30 बजी आधा घन्टा त टाइम लाग्छ तिमीलाई टोइलेट सोइलेट गर्दा, मुख हात धुँदा, यताउता गर्दाखेरि। बुझ्यो?